नेपालको पूर्वी जिल्ला झापाको रमाइलो गाउँपालिका बुद्ध शान्तिको एउटा सुन्दर गाउँ दामाटार, जुन भोटेटार जाने बाटोमा पर्छ। बुद्ध शान्ति वार्ड नम्बर 1 भोटेटार जाने बाटोमा दामाटार भन्ने सुन्दर गाउँ छ। त्यो सुन्दर गाउँमा दामाटार कृषि फार्म रहेको छ। दामाटार कृषि फार्ममा यो ड्र्यागन फ्रुटको थोरै भए पनि खेती गरिएको छ। घर अगाडिको करेसबारीमा यसरी हामीले यो ड्र्यागन फ्रुटलाई लगाएका छौँ। दामाटार कृषि फार्म नामको संस्था हामीले सञ्चालन गरेका छौँ, जसमा विभिन्न प्रकारका फलफुलहरू अनि सुपारीको पनि खेती गरिएको छ। यो ड्र्यागन फ्रुट वैशाख महिनादेखि फुल्न सुरु गर्छ र फल्न सुरु हुन्छ। अहिले जेठ महिना दोस्रो लटको फुल फुलिरहेको छ। यो ड्र्यागन फ्रुट त्यस्तो फल रहेछ जुन यसरी फक्रेको 45 दिनमा टिपेर खान योग्य हुन्छ। यो रातो भेराइटीको ड्र्यागन फ्रुट हो। यो फुलेको 40-45 दिनमा यसलाई हामी टिपेर खान सक्छौँ। यो अत्यन्त मिठो फलफुल मध्येमा पर्छ। रातो झोल तरर चुन्छ र मिठो हुन्छ। रोपेको 1.5 वर्षमै यसले उत्पादन दिन्छ। यो घाम लाग्ने ठाउँ, घमाइलो ठाउँमा राम्रो हुन्छ। अलिकति सेप भयो भने रुखहरूको सेप यसले रुचाउँदैन। यसको साथमा हामीले यसरी रुख टमाटरहरू पनि छेउछाउमा लगाउँदा हुन्छ। यो यसरी छेउछाउमा रुख टमाटर। बुद्ध शान्तिको दामाटारमा रहेको यो दामाटार कृषि फार्मले लगाएको ड्र्यागन फ्रुट हो। साथमा हामीसँग सुपारी बगान पनि रहेको छ। नरिवल सुपारीको खेती पनि साथमा छ। यो ड्र्यागन फ्रुटको विशेषता चाहिँ के छ भने एकै रात धेरै फुलहरू फुल्छन्। एक लटको फुलहरू राति फुल्छ। यो राति हेर्नु त, राति फुलेको यो फुल अहिले बिहान 7 बजिरहेको छ। मौरीले परागसेचन गर्छ। फुलेपछि मौरीहरूबाट परागसेचन हुन्छ। यो फक्रक्क भएर फुलेको 40 दिनमा 40 देखि 45 दिनमा खान योग्य हुन्छ। रातो भएर पाक्छ। पाकेपछि यसलाई खान सकिन्छ। साथमा यसरी मेवाहरू पनि लगाउन सकिन्छ। यो परको दृश्य मरिचको रुख हो। यो चाहिँ मरिच हो। यो सुपारीको बोटमा यसरी मरिचको पनि हामीले उत्पादन गर्ने गर्दछौँ।
यो मरिचको रुख हो, सुपारीमा लगाइन्छ। सर गुड मर्निङ। दामाटार कृषि फर्मले यो G9 केरा पनि लगाएर परीक्षणको रूपमा गर्दैछ। यसलाई परीक्षणको रूपमा हामीले लगाएका छौँ G9 केरा र पहिलो उत्पादन ठिकै देखिएको छ। बासु अघि निक्लेको देखिरहेँ, यतै निक्लिँदै थियो, गयो होला नि घर। यो G9 केरा कटहर कागतीलाई पनि यसरी हामीले परीक्षणको रूपमा लगाएका छौँ। यो सावरसपको बोट, सुपारीबारी भित्रै सावरसपको बोट पनि लगाइएको छ। सावरसप यसरी फल्छ है। यो त्यस्तै 1-2 केजीदेखि 5-6 केजीसम्मको उत्पादन दिन्छ भनेको छ। यो चाहिँ अब सानो सानो फलेका छन्, झन्डै 2 केजी बराबरको फलेका छन्। यहाँ चाहिँ हाम्रो साथमा चाहिँ यो रोपेको 3 वर्षदेखि 4 वर्षमा फल्छ। सावरसप यसलाई सावरसप भनिन्छ। यो स्वादमा गुलियो हुन्छ, यसको शरबत पनि बनाएर खान्छन्, फलकै रूपमा खाइन्छ। यसलाई चाहिँ सपेटा भनिन्छ। यो सपेटा फलफुलको बिरुवा हो। यो फल्न सुरु भएको छ, यहाँ थोरै दाना लागेको दृश्य देखिँदैछ। यो फुल्दै पनि छ। यो सपेटाको बोट हो। यो पनि सुपारीबारी भित्रै हामीले परीक्षणको रूपमा लगाएका छौँ। यो चाहिँ हामी बिमिरो भन्छौँ। यसको बोक्ला बाक्रोको हुन्छ, बोक्रै ताछेर खान्छन्। यसको बिमिरो भनिन्छ यसलाई। बिमिराको बोट थोरै थोरै फल्दैछन्, यसरी बिमिरो फल्दैछ। यसको बोक्रा पनि खान मिल्छ, ताछेर बोक्रा पनि खाइन्छ। यो चाहिँ स्टार फ्रुट झरिरहेको भुइँमा झरिरहेको छ। यसलाई हामी चारपाटे भन्छौँ, तर अङ्ग्रेजीमा चाहिँ यसलाई स्टार फ्रुट नाम दिइन्छ। गाउँघरतिर चारपाटे भनिन्छ। यो चारपाटेको रुख, चारपाटे माथिपट्टि फलेर पाकिरहेको अवस्था छ। कोही फुल्दैछ, कोही पाक्दैछ। यो 12 मास फलिरहने फलफुल मध्येमा पर्छ। यो त मरिच हो, मरिचका रुखहरू भन्नुहुन्छ नि तपाईहरु। मरिचका भन्दा नि सुपारीका बोटमा मरिच चढेपछि त्यसरी मरिच फल्छ। मरिच फलिरहेको दृश्य माथि देख्न सकिन्छ। यसरी रुखहरूमा पनि मरिचहरू माथि गएर फल्छ। यो चाहिँ विदेशतिर रामबुटान भन्छ। यो रामबुटानको रुख हो। अब यो बिरुवा रोपेको 3 वर्ष भयो। लगभग 4 वर्षदेखि यो रामबुटान फल्छ होला। यसपालि खोइ फुलेको छैन। अब फुल्यो भने ठिकै छ, फुलेन भने नि अर्को वर्षदेखि फल्छ। रामबुटान। यो चाहिँ मेकाडोनिया बदाम हो, एक प्रकारको मेकाडोनियाको रुख हो यो। यो पनि बिरुवैमा छ। अब आउँदो सालबाट फल्छ होला। अहिले त फलेर रहन्छ, फुलेको छैन। यो मेकाडोनिया भन्छ यसलाई। मेकाडोनिया को खेती पनि एउटा रोपेर सुरु गरेको छु, के कस्तो हुन्छ। लगायत लिची, आँप, कटहर
यो चाहिँ पलास हो। पलासको फुल सुन्दर मानिन्छ। पलासको फुल टिपी शिरमा लगाइदिउँ कि भन्ने गीतै छ नि, पलास हो यो। लगायत यो कडी पत्ता मसलाको रूपमा प्रयोग, कपाल कालो बनाउने, कपाल उमार्ने भनिन्छ। कडी पत्ता, इस्कुसको झ्याल, आँपहरू, सुपारी र चारपाटे यस्तै यस्तै हामीले अभ्यास गर्दैछौँ। अब साथीहरूले भिडियो हेरेर आफ्नो प्रतिक्रिया लेख्नुहोला। कृषि सम्बन्धी भएको हुनाले कृषि सम्बन्धी जानकारी हो। केही सुझावहरू दिनुभए अझ उत्तम हुनेछ। भिडियो हेरेर प्रतिक्रियाहरू लेखिदिनु होला। सकेसम्म लेखेर प्रतिक्रिया दिनुभए म आभारी हुनेछु। धन्यवाद।